के छ रोशन हालखबर? सब ठिक छ दाइ, तपाईँ के छ? मेरो पनि ठिक छ। हामी चाहिँ अब हाम्रो अब यो पहिलो पोडकास्ट है। पहिलो पोडकास्टमा दुईजना रोशन एकै ठाउँमा छौँ। पहिलो पोडकास्ट, पहिलो सुरुवात होइन दाइ? पहिलो सुरुवात, तर यो अन्तिम चाहिँ नहोस्, हुँदैन पनि। किनभने यो चाहिँ पोडकास्ट चाहिँ मैले धेरै पहिलादेखि पनि सोचिरहेको थिएँ। हजुर मलाई इन्ट्रेस्ट पनि लागेको, राम्रै सेटअप बनाएर चाहिँ गर्ने इच्छा। हजुर अनि अब मेरै भने है, सबैको त सुरुमा आउने झल्यास आउने सबैको त्यही हो, नयाँ नौलो होइन यो होइन। तर यसमा चाहिँ म तिमीबाट पनि इम्प्रेस भएको के भन्नाले मोटिभेट। तिमीले अब जुन भन्यौ नि, तपाईँ मैले चाहिँ भनेदिने अब हामीसँग त्यो इन्स्ट्रुमेन्टहरू पनि छैन, माइकहरू अथवा स्टुडियोलाई चाहिने चिजहरू जुन राखेका हुन्छ नि, त्यो हामीले पोडकास्टहरू हेरिराख्दाखेरि ती चिजहरू हामीसँग छैन। अनि त्यो भएपछि त्यो सबै जोड्नु पर्यो, उ गर्नु पर्यो, अलिकति टाइम पनि लाग्छ होला भन्दाखेरि अब तिमीले जुन भन्यौ नि, त्यो एउटा मेरो लागि चाहिँ इन्करेज पनि भएको थियो कि तिमीले चाहिँ त्यस्तो गहिराइमा पनि नजानु न। अहिले हामीले गर्दाखेरि त सुरुमा यत्तिकै पनि स्टार्ट गर्न सकिन्छ, पछि बिस्तारै बिस्तारै जोड्दै जाम्ला भन्यौ होइन? त्यही त दाइ, सुरुमै अब एक्कासी सुरुमै सबै भरिपूर्ण एक्कासी गरेर सुरु गर्नलाई चाहिँ अब हामी सक्दैनौँ नि त। एक त हामी अब लङ लास्टिङ अब परदेशको बसाइ जसले जे भने नि अब टुङ्गो हुन्न नि त, हाम्रो बसाइ टुङ्गो जीवनकै टुङ्गो छैन। अब बसाइको टुङ्गो नभएपछि सबै सेटअप गरेर अब हामीले चाहेको खण्डमा नसक्ने त होइन, तर अब किन अनि एक्कासी हाम फाल्नु गइरहेमा भन्ने चाहिँ मेरो एउटा चाहना, इच्छा, अब सोचाइ, आकांक्षा होइन, जे भए सोचाइ। तर मलाई त्यो एकदम राम्रो पनि लागेको कि आई एम मोटिभेटेड फ्रम यु। अनि किनभने हामी चाहिँ त्यसरी गहिराइमा जान खोज्यो अनि एकैचोटि चाहिँ सुरुमा त हिँड्नै पर्यो नि त दौडिनलाई पनि। त्यो पनि त्यो ठाउँसम्म पुग्नको लागि त हामीले यो स्टेपहरू पार गर्दै जानु पर्यो नि त। अनि हिँड्नै नजानिकन एकैचोटि दौडिन खोज्यो भने त मान्छे स्योर लड्छ। लड्ने कन्फर्म हुन्छ। हामी हिँड्न पनि अब कहाँ, हामी पहिला त बामे सर्दै उभिन सिक्नु पर्छ। हामी त उभिन पनि सकेको छौँ मैले नडाली भन्ने भन्दा होइन। पहिला बामे सर उभिनु पर्यो अनि बल्ल हिँड्ने, त्यसपछि कुद्ने हो नि त। स्टेप त धेरै छ नि त। अब यो त हाम्रो त सुरुवाती फेज हो। अब धेरै डिप नजाऊ, आफूसँग जे सामान छ त्यसले सुरु गरौँ न त, सुरुवात गरौँ भनेर। अनि हामीले चाहिँ अब यो सुरुवात पनि गरिरहेछ। हामीसँग त्यति धेरै इन्स्ट्रुमेन्टहरू, ग्याजेट्सहरू पनि हामीसँग नेपालको झन्डा छ, जुन चाहिँ हाम्रो मनमा छ होइन। दुईटा छ, ठुलो दाइलाई ठुलो झन्डा, सानो भाइलाई सानो झन्डा। हामी चाहिँ नेपाली होइन, जे छ नेपालमै छ, हामी नेपाली भइहाल्यो। त्यो पनि हो। जे होस्, हाम्रो भाइब चाहिँ एकदमै मिलेको। किनभने तिमी पनि त यो कम्पनीमा त भर्खर आएको हो नि त। हजुर, लगभग 3 महिना हुँदा 2.5 महिना माथि, अझै 10-12 दिन बाँकी नै छ। 3 महिना पनि भएको छैन। अनि हाम्रो बोन्डिङ चाहिँ राम्रो भएको छ है। जे होस्, यसरी नै चल्यो भने चाहिँ केही होला, प्रगति होला, हुन्छ पनि, गर्नु पनि पर्छ। गर्नु पनि पर्छ। पहिलाको कम्पनी चाहिँ कता थियो तिम्रो? पहिला चाहिँ मेरो खेङसाङ नामदो हामानतिर थियो। हामानतिर भन्नाले बुसानतिर है। हामी चाहिँ साउथ कोरियामा छौँ। फेरि हेर्ने साथीहरूलाई थाहा नहोला, साउथ कोरियामा छौँ। ख्याङसाङ नामदोबाट यता माथि ख्याङ्गिदोमा आयो। अहिले चाहिँ एङ्जु। हजुर, एङ्जुको यता आइयो। पछि कम्पनी फेर्दाखेरि अब उता बसियो। उता बसेपछि कम्पनी बन्द भएको पहिलाको? होइन, बन्द त भएको छैन, चलिरहेछ। काम अलि कम भएको, पहिला धेरै चलेको थियो काम। अनि अहिले काम कम भएपछि अब यताउति तलब सलबमा पनि ल्याङल्याङ लुङलुङ हुन थाल्यो। हो है, तलबमा ल्याङल्याङ लुङलुङ भयो भने त कोरियामा त एकदमै कडा कानुन छ नि। छ, कानुन त छ, तर अब ती कानुनहरू पनि लड्नु पर्ने अवस्था हो। तलब नआएर लड्नु पर्छ नि त, केस गर्नुपर्छ। मैले केस गरेर बसिरहेको छु। अहिलेसम्म आएको छैन? आइपुगेको छैन, यसो प्रोसेसमै छ। हो र, तर मैले यो समस्या मेरो पहिलाको, म पनि यो कम्पनी चेन्ज गरेर आएको हो। पहिलाको कम्पनीमा चाहिँ मैले 4 वर्ष काम गरेँ। कम्पनी चाहिँ पछि ब्याङ्क्रप्ट भयो, डुब्यो नै होइन। अनि हाम्रो चाहिँ थोइजिगुम हुन्छ कि, तिमीलाई पनि थाहा छ, कोरियाको सबैलाई थाहा हुन्छ। वर्षको अन्तिममा आउने एकमुष्ट रकम, 1 महिनाको स्यालेरी चाहिँ थोइजिगुम मार्फत आउँछ। त्यो लिनलाई मलाई पनि यति गाह्रो भयो नि। हामी चाहिँ 4 जना थियौँ। अनि कम्पनी त ब्याङ्क्रप्ट भइसकेको रहेछ होइन। अनि यहाँ चाहिँ अब बिना लाइसेन्स होइन, छिगेछाहरू चलाउनु पनि पाउँदैन। हामी त्यो छिगेछा पनि चलाउँथ्यौँ होइन। त्यही पनि यहाँको त्यो 15D होइन कि, त्यहाँको त 30D 45D त्यो एकदम ठुल्ठुलो छिगेछा हुन्थ्यो, त्यो चलाउँथ्यौँ। अनि त्यही क्रममा चाहिँ त्यही नोटोङ्बुतिरको परामर्श केन्द्रमा चाहिँ फोन गरेर
हाम्रो चाहिँ यस्तो यस्तो समस्या छ, के गरौँ भनेको तपाईँहरूले छिकेछ पनि नचलाउनु, तपाईँहरू तुरुन्त आइहाल्नु, त्यसरी त्यहाँ गर्न मिल्दैन। अनि बिस्तारै भित्री कुरा बुझ्दाखेरि चाहिँ हाम्रो साउले चाहिँ हाम्रो फर्म पनि नगरिदिएको रहेछ कि, साङ्गे फर्म समथिङ के भन्छ नि, त्यो फर्म नगरिकन साङ्गे हुन्छ, हो साङ्गे फर्म कम्पनीभित्रको साङ्गे भइहाल्यो। हो, त्यो नगरिकन चाहिँ चोटपटक लाग्यो भने उपचार पनि नपाउने रहेछ क्या हामीले। अनि भ्याइयो नि त, फर्म नगर्छ त कोरियामा त लास्टै गाह्रो छ नि, फर्म त गर्नुपर्छ नि। अब उस्तै राम्रै कम्पनी पऱ्यो, साउ राम्रो छ भने त साउले अटो गरिदिन्छ, कसैको 50-50 हुन्छ, कसैको फुल पनि हुन्छ। जस्तै हाम्रो अहिले कम्पनीहरू फुल गरिदिन्छ नि, पहिला कम्पनीमा चाहिँ मेरो 50-50 थियो। अब त्यो नगरी चाहिँ सम्भवै छैन, अब गर्नै पर्छ। अब आफ्नै लागि भए पनि गर्नुपर्ने अवस्था हो। त्यो चाहिँ बिमा चाहिँ लगभग गर्नै पर्छ। अब फर्म भने बिमा है, फेरि फर्म भनेको बिमा। हाम्रो चाहिँ बिमा पनि नगरेर अनि पछि नोदुङमु गइयो, नोदुङमु गएपछि सेल्टरमा गइयो। अनि हामीलाई त साउले थ्रेट पनि गरे, वाट्सएपमा वाट्सएप भन्दा नि अझै काकाओ टक चल्छ, काकाओ टकमा चाहिँ म्यासेज गरेर तिमीहरू कम्पनीमा आएर काम गरेनौ भने तिमीलाई मेरो कम्पनीमा लस भएको चाहिँ तिमीहरूले तिर्नुपर्छ भनेर पनि म्यासेज गरेको। हामीले त्यो स्क्रिनसटहरू पनि देखायौँ त्यहाँ। अनि उहाँहरूले चाहिँ तपाईँहरू जानु पर्दैन, अब कम्पनी लगभग त्यो जुन रिक्वायरमेन्ट हुन्थ्यो नि त्यो फुलफिलै गरेको छैन कम्पनीले, कम्पनीकै मिस्टेक भयो कि। त्यस भएपछि चाहिँ खोइजीकुम चाहिँ पाएको थिएन 3-4 वर्षको, त्यो पाउनको लागि अनि यो कम्पनीमा आएर यहाँ परामर्शदाताहरूसँग सल्लाह गरेर अनि सिन्को गरेर, सिन्को भनेको उजुरी गरेर अनि 2-3 महिनापछि लिएको मैले पनि। मेरो नि लगभग 2 महिना कट्यो, 3 महिना रनिङमा छ। अब होला, होप सो छिटो हुन्छ। हो, त्यही भएर हामी काम गरिराख्दा, कोरियामा काम गरिराख्दा फेरि चाहिँ हामी आफैले पनि कम्पनीको बारेमा चाहिँ बुझिराख्न पर्ने रहेछ कि। हजुर, साउकै मात्रै भर परेर भएन, आफ्नो इन्डिभिजुअली पनि अब बुझ्दा राम्रो, कुन कन्डिसनमा छ, साउले के गरिरहेछ, कस्तो गरिरहेछ। अब हामीलाई त त्यो साउले के भन्थ्यो भने यहाँ त्यो चिन्ता नगर तिमीहरू, अनि हामीले त सोध्थ्यौँ नि त, किनभने कम्पनी एकदम भइरहेको थियो, प्रोडक्सनहरू पनि कम भइरहेको थियो। अनि किन यस्तो भइरहेको भनेको, तब तिमीहरूलाई हामी हाम्रो साथीको कम्पनीमा लगाइदिन्छु, चिन्ता नगर्यो भने, तर हाम्रो रुल्सभित्र पर्दैन नि त। हामी त इलिगल भइहाल्यो कि, डाइरेक्ट इलिगल भइहाल्यो नि। तपाईँको अब एउटा कम्पनीमा भिसा, बाहिर आल्बास सर गए पनि समय आयो भने त सक्यो नि, तेरो यो कम्पनी भिसा, अर्को कम्पनी किन गइस भनेर डिपोर्ट गरिदिइहाल्छ। लगभग हामी कामदारलाई त फाइन पनि लाउँदैन, डिपोर्टै हो कि साउहरूले तिर्ने हो। अब साउहरूले तिर्ने कन्डिसन छैन भने त डिपोर्टेसनै हुन्छ लगभग। तर एक चान्स चाहिँ दिन्छ के अरे, एक चान्स दिन्छ। बुझिन्छ, सुरुमा फाइन गराउँछ, त्यसपछि डिपोर्ट भन्ने सुन्नमा आयो। त्यति त्यहाँसम्म त पुगेको छैन आफू, भोगेको छु। हामी खाना खाने बेलामा चाहिँ धेरै इलिगल पनि राखेको क्या साउले। 15 जना जति थाइल्यान्डीहरू इलिगल काम गर्ने। खाना खाने बेलामा चाहिँ सिक्ताङमा खाना खाने चलन छ नि त यहाँ त। त्यो इलिगल समाउनलाई चाहिँ यहाँको इमिग्रेसनबाट पुलिसहरू आएर चारैतिर जहाँ त्यो वे आउट छ नि, बाहिर निस्किने ढोकामा आएर बसिहाल्यो, चेक गर्यो। अब एलियन कार्ड त बोक्ने कुरो भएन, थिएन। त्यही माथि त्यो बेलामा हाम्रो त्यो छुसो पनि रजिस्टर गरेको थिएन ठेगाना। अनि पछाडिबाट यसरी समातेको होइन, यति कडा हुने तिनीहरूको हात। अनि त्यहाँ अब फान्जाङ टिम म्यानेजरलाई चाहिँ भनेर अनि हाम्रो पासपोर्ट नम्बर हेरेपछि हामीलाई चाहिँ छोडिदियो। तर हाम्रो साउको कम्पनीमा काम गर्ने 15 जनालाई चाहिँ लग्यो। अनि त्यो कम्पनी बन्द हुनुमा त्यसको पनि एउटा हात रहेछ कि, धेरै चाहिँ यो जरिवाना तिर्नुपर्ने रहेछ नि त। जरिवाना भयो। अनि तपाईँको यस्तो इलिगल समाएको खण्डमा जस्तै अब भिसा इन्जन गर्ने कुरा हुन्छ नि, भिसा थप्ने कुरा, त्यस्तोमा 3 महिना अगाडि 3 महिना जुन थप्ने हाम्रो अन्तिम म्याप 90 दिनभित्र थप्न पाइन्छ नि त। 3 महिना अगाडिदेखि त्यतिखेर पनि बिचमा समय आयो भने भिसा इन्जन गर्न पाइएन, सक्यो, कम्प्लिट आउन पाइएन, सक्यो। त्यस्तो हुँदो रहेछ। मैले भर्खर बुझ्दैछु, अब परेपछि बुझ्ने त हो। एक्ज्याक्टली, किनभने हामीले पनि त्यो भोगेको कि, त्यो चाहिँ एउटा भनौँ लेसन पनि भयो। तर त्यो बेलामा त एकदमै धेरै डर पनि लागेको थियो कि, सुरुमा कम्पनी छोड्न डर लागेको नि त। अब हुन त यस्तो एक मनले के सोच्दै भने, अब नेपालमा अब हामी जस्ता इपिएस पीडित त कति गनेर साध्यै छैन। उनीहरूको पीडा त सुनेर अब अहिले आफूले सुन्यो भने आफै भावुक हिँड्छ, त्यो त्यस्तै छ होइन। त्यो भयो, त्यो त्यहाँबाट छानेर साउले ल्यायो, यसले गरेछ है भन्नेसम्म सोचियो नि त। यो लगभग हामी त अक्टोबर, अघिल्लो महिनाको अक्टोबरदेखि स्यालेरी पाएको थिएन मैले।
मान्छे अब अर्को अक्टोबर आउन लागिसक्यो अक्टोबरदेखि अहिलेसम्म तलब नलिकन कति महिना काम गर्यो 3 महिना गरियो नि लगभग 3 महिना अक्टोबर नोभेम्बर डिसेम्बर पहिलाको सालको त गरिएन नि अब के सोचियो भने साउले यत्रो गर्दैछ साउकै कारणले गर्दा यतिसम्म भइएछ भएको नि छ दाइ साउकै कारणले यहाँसम्म आइयो साउकै कारणले गर्दा हो नि त जे भएको नि त सुरुकै कम्पनी हो नि त सुरुको भन्दा त्यो हिसाबले गर्दाखेरि हामीले के सोचियो भने साउले यत्रो गर्दैछ गरौँ न त लागौँ न त भन्ने साउले हामीले के गर्यो भने डेट लिने 100 गर्ने पुरा नगर्ने क्या कोरियामा त फेरि यो भने त एकदम सुरु भयो नि त 100 गर्नै हुँदैन जब टुट्यो त्यो मान्छेको विश्वास छैन भनेर बुझ्नु पर्यो कि त्यो भएको कारणले गर्दा हामीले त्यही अब थासी दोहोऱ्या हुन थाल्यो साउको अब वचन बोली वचनमा विश्वास पनि हुन छोड्यो अनि अब हामी फेरि एक्लै होइन क्या हामी त लगभग 8 जना निस्केको नि त 8 जना हामी पछाडि 1 जना 9 जना निस्केको हामी पनि 3 जना थियौँ हामी चाहिँ एकजना 4 जना हामी नेपालबाट सँगै आएको एउटै कम्पनीमा एकजना साथी पहिले निस्किनु भएको थियो अनि 3 जना थियौँ 3 जना चाहिँ सँगै निस्क्यौँ तर अब कम्पनी त छुट्टा छुट्टै हुन्छ पछि खोज्ने क्रममा म चाहिँ यता आएँ 2 जना अब कता हुनुहुन्छ एकजनासँग त हामी कन्ट्याक्टमै छौँ त्यो त हुन्छ त्यही त त्यस्तो भएपछि अनि ल नि त रिपोर्ट गरौँ न त भन्ने कुरा आयो अनि फेरि काम छोडेपछि पनि रिपोर्ट गरिएन र काम छोडेपछि लगभग 1 महिना जति रिपोर्ट गरिएन त्यसपछि चाहिँ अब 1 महिना जस काम छोड्दाखेरि म यति यतिखेर दिन्छु है भनेर त्यसले भनेको थियो अनि डेट मिति लेख्दै थियो क्या यो दिनमा दिन्छु भनेर पेपरमा लेखेर अनि स्ट्याम्प हान्दै थियो नि त अब साउ हो गरेछ यत्रो नगरे भएको हुन्न अब यो पनि आउँछ होला भन्ने आशमा अब विश्वासकै भरमा हुन्छ भन्ने चुप्लाएर बसियो पछि आएन त्यसपछि अब चाहिँ अति भयो नि त अब काम पनि छैन दाम पनि छैन कोरियामा अब काम दाम नभएपछि अब हरिबिजोग त भइ नै हाल्यो जति नै हरिबिजोग नै भइन्छ यहाँ त फेरि अब महँगाई पनि त एकदमै हाई छ नि त उनीहरूले हामीलाई हाई पे पनि गर्छ कुनै सामानहरू किन्नु पर्यो भने हामीले हाई पे पनि गर्नुपर्छ होइन आउने जाने क्रम चाहिँ उस्तै हुन्छ के किनभने उस्तै खर्च गर्ने मान्छेले त कोरियामा सेभिङ गर्न पनि सक्दैन कहाँ सक्छ त दाइ अब अरूलाई के भने मेरै आफ्नो सेभिङ छैन अहिलेसम्म अरूलाई के भन्ने हो र अब कमाइ नहुने हुन्छ कमाइ अनुसार खर्च नि हुन्छ कि अब बाहिर कसैले देखेर ओइ कोरिया हो महिनाको 3-4 लाख सुन्दा ठुलो हुन्छ रहेछ भने एकचोटि मैले कान्तिपुरको विश्वास त धेरै छैन अहिले त्यो कान्तिपुरमा पनि मैले हेडलाइन देखेको छु कि कोरियामा चाहिँ मिनिमम 3 लाख कमाउँछ भनेको त्यो एकदमै सरासर गलत पनि हो नि फेरि किनभने बेसिक तलब त हाम्रो त्यति छैन नि त बेसिक त 2-10 अहिले 15 पुगेको अरे त्यो गलत हो कि त्यो फल्स इन्फर्मेसनहरू दिने फेरि हामी जस्तै मान्छेहरू के अब जो लिङ्क हुन्छ नि त अनि यति हुन्छ भने त्यो काम गर्नको लागि भन्ने कसरी भनिदिन्छ भने 3-4 लाख कमाइन्छ भनेर ए भाइ अथवा दाइ अथवा जो भयो नि रेस्पेक्टिभ भयो नि 3-4 लाख हामीले कमाउँछौँ तर बेसिक चाहिँ 2-15 हो हेर त्यसपछिको बरु अरू ओटी हो अरू ओटी गर्नुपर्छ यति घण्टा खट्नुपर्छ त्यो मेन टपिक टोटल एमाउन्ट मात्रै भनिदिने त्यो कमाउने मान्छेले चाहिँ भन्दैन कि 4 लाख 5 लाख कसरी भन्दैन क्या त्यहाँ काम गर्ने मान्छेले कस्तो कन्डिसनमा काम गरेको हुन्छ कस्तो काम गरेको हुन्छ त्यो हामीलाई थाहा छ नि त थाहा छ नि त अब महिनाको अब हामी अब लडाडी भन्ने हो भने 29 दिन 31 को महिना भएको दिन 30 दिन 30 दिन काम गर्ने वाइल्ड खुसी हुने भनेको 1 दिन हो त्यो हो गोलगोप स्यालेरी आउने दिन होइन अब सबले देख्ने सबले बुझ्ने छन् भनेको त्यही एउटा दिनको हो अब सुन्ने सबले त्यही अब टोटल एमाउन्टै हो आयो कसैले आयो कहाँबाट आयो मतलब हुन्न उनीहरूलाई कसरी कमायो मतलब हुन्न बस यति कमाइन्छ अरे भन्यो अनि त्यही कुरा सुन्दाखेरि इन्स्पायर हुन्छ त्यसपछि इन्स्पायर भयो अनि अरूलाई सुनायो अनि यहाँ आएपछि अब त्यतिका गर्यो भने त ठिकै छ बा त्यतिका गर्यो उनीहरूले त्यति गर्न सक्यो भने गर्न पायो भने जाने सुसाइड गर्ने त्यही त हुन्छ अब सोचे जस्तै सुरुमा आउँदाखेरि नै अब एक्सपेक्टेसनै हाई किनकि त्यही अनुसारको चाहिँ कुरा चाहिँ फैलिन थाल्यो क्या कोरियामा त्यही अनुसारको कुरा स्प्रिड त्यही अनुसार भइदियो दाजुभाइले दिदीबहिनीले चाहिँ त्यही अनुसारको कुरा हुन्छ अब सबैले काम गर्न सक्दैन नि त सबैको शरीर एउटै हुन्न नि त हुँदैन सबै एउटै कन्डिसन हुन्छ एउटै कन्डिसन हुन्न त्यो भएको कारणले त कतिले गर्छु भन्दा नि शरीरले साथ नदिएको अवस्था नि हुन्छ अब त्यो भएको कारणले सबैले एउटै कमाउँछन् भन्ने हुन्न अब सुरुमै भन्दाखेरि कोरिया यस्तै हो काम बेसिक नर्मल्ली तैँले 8 घण्टा काम गर्छस् भने 8 घण्टा काम गर्ने हो भने 8 घण्टा काम गर्नुहुन्छ भने एउटा बेसिक स्यालेरी चाहिँ थापेर बस्नेहरू पनि धेरै हुनुहुन्छ खुसी दे आर भेरी ह्याप्पी नि फेरि अनि हेल्दी पनि हुन्छ
जति यहाँनिर धेरै पैसा कमाउँछ नि त्यो मान्छे त्यति अनहेल्दी हुन्छ मेरो लागि है मलाई त्यस्तो लाग्छ तिमीलाई कस्तो लाग्छ कुनै किनभने यहाँनिर कुर्सीमा बसेर खुट्टा उपर खुट्टी लाएर कसैले कुनै साउडी पनि आएर पैसा दिँदैन कि त्यो फिल्डमा गएर 60-70 वर्ष भइसक्दाखेरि त कोरियनहरू सँगै काम गर्छन् भने अनि त्यो फिल्डमा गएर खट्नुपर्छ कसैको ढाडको हड्डी खिया होला कसैको घुँडाको हड्डी खिया होला कसैको हातको नसा चेतेको होला कसैको हात चेतेको होला कसैको के भएको होला केही न केही बिमारी हुन्छ कि छन् सबैले दुःख लुकाउने सुख देखाउने भएको कारणले गर्दाखेरि पनि अलिकति नेगेटिभली इन्फ्लुएन्स बढेको जस्तो चाहिँ मलाई लाग्छ होइन कुराहरू चाहिँ एउटा अब यति कमाइ हुन्छ यति उ गर्छ भन्नु चाहिँ पोजिटिभ भयो तर डार्क साइड त देख्दैन त्यहाँनिर चाहिँ यसले यो कसरी कमायो त यो कमाइ कसरी हुन्छ भन्ने चाहिँ त्यो कमाउने मान्छेले नभनिदियो कि भनेन नि त फेरि यस्तो भन्यो भने पनि अब उसलाई रेस्पेक्ट मिल्दैन नि दाइ जति नै कमायो नि जति नै गरे पनि अब एक हिसाबले सोच्ने हो है त्यो सोच्ने हो भने अब हामी त त्यसो सोच्दैन हामी त अब गरे आफूले गरेको दुःख सुनाउन के गाह्रो र हामी सुनाउँछौँ तर अरूको मानसिक बुझ्न खोज्दा है when I try to अन्डरस्ट्यान्ड के लाग्छ भने उनीहरूले अब बुझ्न खोज्यो अथवा भन्यो भने चाहिँ उनीहरूले जुन हिसाबले थर्ड पर्सनले जुन हिसाबले आफूलाई सोचेको थियो त्यो हिसाबबाट गिराउँछ कि भन्ने हिसाब पनि हो कि जस्तो साइकोलोजी मैले त यस्तै फुलाइरहेको छु अनि त्यसपछि त्यो फलानाले पनि यही काम त गरिरहेको छ यही त भन्ने हुन्छ कि भन्ने कुरा होइन भन्दैन भन्ने सबैलाई भन्न खोजेन आफ्नो आफ्नो सोचाइ हो होइन अब त्यो भएको कारणले गर्दा अब त्यही हो ठिक छ कोरियाको बसाइ कोरियामा आउन चाहने मान्छेहरू अब हाम्रो चाहिँ यही कोरिया सम्बन्धी मात्रै कुरा भयो होइन अब कोही आउन चाहनेहरूलाई चाहिँ हाई एक्सपेक्टेसन नराख्नुहोस् आउनुहोस् एक्सपेक्टेसन नराख्नुहोस् भन्छु म त त्यस्तो हो तपाईँ के सोचेर आउनुहोस् भने कोरिया त अब आउनै पर्छ होइन अब केही गर्छु चाँडो छोटो मिठो गर्छु भने पनि कोरिया आउँदा राम्रो अरू देश भन्दा है मैले देखेको चाहिँ अब बिना खर्च होइन अब आउन गाह्रो थोरै खर्चमा खर्चै हुन्न भने हुन्छ दाइ त्यो खर्च 1 महिनाको स्यालेरीले उठ्छ बेसीले उठ्छ 2-2.5 महिना 2-2.5 लाख भन्दा बढी खर्चै हुन्न कोरिया इपिएस बढाउने हो भने यदि त्यो भएको कारणले गर्दा अब अरू विकल्प त आएर इलिगल बस्ने त्यो मात्रै हो त्यसमा छैन विकल्प चाहिँ तर पनि अब हामीले फेरि यस्तो एक्सपेक्टेसन थोरै राखेको राम्रो किनभने किन नेगेटिभली जाने किनभने सबैजना कमाउनै चाहन्छ नि त म त्यो ठाउँमा हुँदाखेरि पनि म चाहिँ यो देश कहिले छोडौँला र त्यहाँ गएर पैसा कमाउँला भन्ने त लाग्थ्यो नि त भने मलाई एउटा 0% पनि थाहा थिएन चाहिँ थिएन फेरि यस्तो मैले सुख पाउँछु यस्तो थियो भने चाहिँ मेरो एक्सपेक्टेसन थिएन तर थोरै पोजिटिभिटी चाहिँ हुनु पर्यो पोजिटिभिटी लिएर आउनुहोस् मनमा अनि आउन चाहनु हुनेहरू पनि आउनुहोस् तर एकदम हाई एक्सपेक्टेड भएर अरूको कुरामा धेरै इन्फ्लुएन्स भएर आएर कमाउँछन् दे म पनि कमाउँछु बरु मरे ढाड खेर गर्छु बरु 10 वर्ष बस्थ्यो भने म 5 वर्ष बस्छु न अन्डे त्यस्तो गरेर हुने केही पनि होइन हुँदैन अब त्यो डिप्रेसनमा जाने अनि एन्जाइटी हुने सुसाइड गर्ने साथीमा झगडा गर्ने यो चाहिँ तनावले पनि हुन्छ नि त यो कुरा हुने कारणै त्यही हो कतिले सुनाउँदैनन् कतिले भन्दैन हुने कारणै त्यही त हो नि झन् यस्तोमा फेरि के हुन्छ भने परिवारकोबाट पनि आइदिन्छ क्या त टचर परिवारलाई पनि मलाई चाहिँ त्यो भन्न मन लागेको कुरा किनकि अब फेरि अब नेगेटिभ सेन्सले भन्न खोजे सरी दाइ कुरा काटेँ मैले नेगेटिभ सेन्सले भन्न खोजे होइन कि अब छोरो अब गाछ कमाउँदैछ जमाउँदैछ महिनाको 2-3 लाख कमाउँछ यसलाई बचत गराइदिनु पर्छ अथवा यसले अहिले हामीलाई गर्यो भने हामीले यसको लागि राख्ने त हो नि यसको लागि साँच्ने त हो नि घर जग्गा किन जग्गा जमिन किन राख पछि यही बस्ने त हो नि भन्ने सोच हुन्छ जस परिवारको पनि अब अभिभावक सोचाइ राम्रो हो तर उसलाई एउटा चाँडो गर्नुपर्छ है भन्ने उसलाई धप्पेरी हुन्छ क्या दाइ धप्पेरी भएको कारणले गर्दा उसलाई झन् अब अलिकति प्रेसर बढ्छ कि भन्ने चाहिँ अब मलाई चाहिँ लागेको उनीहरूले प्रेसराइज अब त्यो सेभिङको हिसाबमा गर्नु ठिकै तर प्रेसराइज के यतिकोमा फर्मले यति गरेछ कम्पेयर गर्ने त्यो चाहिँ गलत हो अनि ठिक छ तर हाम्रो यो फर्स्ट पोडकास्ट पनि हो आज अनि हामीले अलमोस्ट आज चाहिँ दक्षिण कोरियामा आएर कामहरू गर्ने यहाँको अब जीवनशैलीहरूको बारेमा कामको अब प्रकृतिहरूको बारेमा कुरा गऱ्यौँ अनि म रोशन भट्टराई ऊ पनि रोशन हो फेरि है म चाहिँ भाइ रोशन म दाइ रोशन हजुर अनि मेबी हामी चाहिँ अब यो पोडकास्टलाई आज यतिकै सकौँ होला
हुन्छ दाइ, अब यो सुरुवात पनि हो. वी विल कम ब्याक विथ न्यू टपिक, विथ न्यू Podcast. न्यू पोडकास्ट.